नमस्ते सबैजनालाई। आज हामी एउटा इम्पोर्टेन्ट टपिक पढ्न गइरहेछौँ जुन चाहिँ तपाईहरुको के गर्छ भन्ने थ्योरीमा सोधिराख्छ। यसको कन्सेप्ट चाहिन्छ तपाईहरुलाई है, त्यो फोकस गरेर हेर्नु होला। आज हामी बफर सोलुसनको कुरा गर्छौँ। बफर सोलुसनमा के गर्छ भनेपछि यो बफर सोलुसन भनेको के हो? एनी सोलुसन रेसिस्ट एनी चेन्ज इन इट्स pH on addition of a small amount of acid or base। यदि है स्मल अमाउन्ट अफ एसिड और बेस युज गर्छौं नि, जब स्मल अमाउन्ट अफ एसिड और बेस हामी सोलुसनमा राख्छौं, कुनै सोलुसनमा एड गर्छौं हैन, कुनै सोलुसनमा स्मल अमाउन्ट अफ एसिड और बेस गर्छौं, एड गरिसकेपछि हैन यसको के हुनु पर्यो? pH त चेन्ज हुनु पर्यो हैन र? तर यो बफर सोलुसनले के गर्छ? यो स्मल अमाउन्ट अफ एसिड र बेस एड गरे तापनि यसको pH के गर्दिन्छ? pH लाई के गर्दिन्छ? कन्स्ट्यान्ट बनाउँछ, यानी कि चेन्ज हुन दिदैन है। हो यस्तै सोलुसनलाई हामी के भन्छौं? बफर सोलुसन चाहिँ बुझ्नु पर्यो। जुन सोलुसनले आफ्नो pH लाई के गर्छ? चेन्ज हुन दिदैन हैन, जब स्मल अमाउन्ट अफ एसिड और बेस युज गर्छौं त्यस्तो सोलुसनले के भन्छौं हामी? बफर सोलुसन। यो चाहिँ बुझ्नु पर्यो। र यो बफर सोलुसन दुई प्रकारको हुन्छ। एउटा एसिडिक बफर भर्छौं हामी है, अर्को भनेको तपाईको अर्को के हुन्छ? बेसिक हुन्छ, बेसिक बफर भन्छौं है। यो चाहिँ बुझ्नु पर्यो। यो दुई टाइप्सको बफर हुन्छ, एउटा एसिडिक बफर र अर्को बेसिक बफर हुन्छ। अब हेरौँ त यो एसिडिक बफर भनेको के हो? हामी दुई कुरा गर्छौं। एसिडिक बफर भनेको र अर्को भनेको कस्तो हुन्छ? बेसिक बफर है। यो एसिडिक बफर र बेसिक बफर हुन्छ। एसिडिक बफरमा वीक एसिड प्लस साल्ट को कम्बिनेसन हुन्छ र यो साल्ट भनेको, यो साल्ट के को कम्बिनेसनमा हुन्छ? वीक एसिड प्लस स्ट्रङ बेस हुनु पर्यो है। हेर्नु त, जुन एसिड ल्याछौ त्यो एसिड राख्ने, वीक एसिड र स्ट्रङ बेस राख्नु पर्यो। त्यस्तो बफरलाई के भन्छौं हामी? एसिडिक बफर। अब इक्जाम्पलमा हेर्नु त, वीक एसिड भनेको के हो? CH3COOH वीक एसिड हो नि त हो, र यसको साल्ट के हुन्छ? CH3COONA हैन, सोडियम एसिटेट। यो जुन सोडियम एसिटेट छ यो साल्ट हो। यो साल्ट भनेको यो के मिलेर बनाएको छ हेर्नु त? CH3COOH बाट बनाएको छ नि त एउटा वीक एसिड, र यो स्ट्रङ बेस भनेको NaOH बाट मिलेर बनाएको छ हो। त्यही भएर यो साल्ट यसको, यो वीक एसिड प्लस स्ट्रङ बेस भेरिफाई भयो। तर एउटा इक्जाम्पल के भयो यसको? CH3COH र CH3COONA यसको इक्जाम्पल भयो। अर्को भनेको के लेख्न पायौं? HCl लेख्न पायौं, र यसको साल्ट भनेको NaCN पनि भयो। हो यिनीहरू के भयो? यसको एसिडिक बफर भयो। अब बेसिक बफरमा के हुन्छ हेर्नु त? वीक बेस प्लस साल्ट है, वीक बेस प्लस साल्ट। तर यो साल्ट कस्तो हुनु पर्यो? वीक बेसकै कम्बिनेसन तर स्ट्रङ एसिड हुनु पर्यो है। यो चाहिँ बुझ्नु पर्यो। वीक बेस के हो हाम्रो? NH4OH र NH4Cl यसको साल्ट भयो नि त एउटा हो, त्यो चाहिँ बुझ्नु पर्यो। ल यस्तै कम्बिनेसन हुनु पर्यो के। यो जुन NH4Cl छ कहाँबाट आएको छ हेर्नु त? NH4OH वीक एसिड र हैन स्ट्रङ एसिड भनेको HCl, यो दुईटालाई मिलायो भने हाम्रो के दिने हो? NH4Cl दिने हो नि त हो। यो साल्ट हो नि त हो। यस्तै बुझ्नु पर्यो के। यो वीक बेस र स्ट्रङ एसिड को कम्बिनेसन साल्ट हुनु पर्यो। यही यसको टाइप्स भयो। र यसको तपाईको मेन भनेको डेफिनेसन बुझ्नु र एसिडिक बफर र बेसिक बफरको इक्जाम्पल बुझ्नु पर्यो। र एउटा प्रिन्सिपल हुन्छ, त्यो चाहिँ धेरै नै इम्पोर्टेन्ट छ। त्यो प्रिन्सिपल तपाईहरुले जान्नु पर्यो है। प्रिन्सिपल अफ बफर एक्सन। मेकानिजम भने पनि एउटै कुरो हो, यो चाहिँ बुझ्नु पर्यो। अब सबभन्दा पहिला हामी के कुरा गरौँ? बफर एक्सन केमा? एसिडिकमा, एसिडिक बफर एक्सन है। सुरुमा कुरा के गर्छौं भने इन एसिडिक बफर सोलुसन। एसिडिक बफर सोलुसनमा हामी कुरा गर्छौं, के गर्छौं हेर्नु त? हामीले के भनेको थियो? एसिडिक बफर भनेको CH3COOH थियो नि त
र यसको साल्ट के थियो CH3COO Na ल्याएको थियौं र यो विक एसिडलाई के गर्छौं अब डिसोसिएट गरिसकेपछि यसले के दिने हो CH3COO माइनस र प्लस H+ दियो है र यसलाई डिसोसिएट गर्यो भने यो साल्ट हो साल्ट के गर्छ कम्प्लिटली डिसोसिएट हुन्छ भनेपछि CH3COO माइनस र प्लस Na+ दिन्छ अब हेर्नु त यसमा के हुन्छ यो प्रोडक्टपट्टि है CH3CO- र CH3CO- दुईटा कमन आयन छ कमन आयनले गर्दाखेरि यसको कन्सन्ट्रेसन के भयो प्रोडक्टमा को बढ्यो प्रोडक्टको कन्सन्ट्रेसन बढिसकेपछि निचार्ले के भन्छ इक्विलिब्रियम कहाँ शिफ्ट हुन्छ ब्याकवर्ड शिफ्ट हुन्छ हो त्यही कुरा भयो ब्याकवर्ड शिफ्ट हुनुको मतलब यो CH3COH के भयो डिसोसिएट हुन सकिरहेको छैन कमन आयनले गर्दाखेरि र H+ पनि दिइरहेछ भनेपछि H+ जति दियो त्यति यसको pH के हुन्छ चेन्ज हुँदै जान्छ pH चेन्ज हुँदै गयो भने हैन अब यसलाई त रेसिस्ट गर्नु पर्यो बफरको कामै त्यो रेसिस्ट गर्नलाई हो यही कुरा बुझ्नु पर्यो pH चेन्ज भइरहेछ त्यसले त चेन्ज हुन दिनु भएन नि हो त्यसको लागि हामी के गर्छौं स्ट्रङ एसिड र स्ट्रङ बेस युज गर्छौं र जब हामीलाई H+ छ भने त्यतिखेर H+ लाई मेन्टेन गर्नलाई हामी भनेपछि के एडिसन गर्छौं एडिसन बेस युज गर्छौं बेसले के दिन्छ OH- र यो बेसले OH- दिइसकेपछि अब यहाँबाट के बनेर निस्किन्छ है H2O बाहिर निस्किन्छ H2O बाहिर निस्किन्छ र यो जुन यसमा हामीले एड गर्यौं नि यो CH3 र यसमा यो एड गरिसकेपछि यसमा H+ एड गर्यौं र यसले के दिने भयो CH3COOH दिन्छ जुन चाहिँ हामीलाई चाहिने प्रोडक्ट भन्दा पनि चाहिने रिएक्टेन्ट हो हैन CH3COH यसको इन्क्रिज भयो अब हेर्नु त जुन H+ निस्किरहेको त्यो OH ले के गर्दियो यसलाई न्युट्रलाइज गरेर H2O बनाइदियौं हैन H+ निस्किरहेको छैन र यो CH3CO- लाई हैन H+ ले रिएक्सन गराएपछि के दियो CH3COH दियो जुन अब कन्सन्ट्रेसन के को हाई भयो रिएक्टेन्ट को हाई भयो अब जुन इक्विलिब्रियम ब्याकवर्ड आइरहेको त्यो कतापट्टि गयो अब फरवर्ड गयो हो यसले गर्यो नि त अब pH मेन्टेन गर्दियो न H+ निस्किरहेछ र निस्किन दिएन त्यही भएर जस्ताको त्यस्तै pH मेन्टेन हुन्छ यो चाहिँ बुझ्नु पर्यो बेसिकमा के गर्छौं हामी NH4OH लिन्छौं र यसलाई डिसोसिएट गर्छौं यसले के दियो NH4+ र OH- दिन्छ र अर्को NH4Cl दियो है यसले के गर्दिन्छ NH4+ र Cl- अब NH4OH बाट के भयो डिसोसिएट भएर NH4 कन्सन्ट्रेसन हाई भयो कन्सन्ट्रेसन हाई हुने बित्तिकै कमन आयनले गर्दाखेरि के भयो अब इक्विलिब्रियम ब्याकवर्ड शिफ्ट भयो ब्याकवर्ड शिफ्ट भइसकेपछि अब OH- दिइरहेछ OH- दिइरहेछ भने pH के हुन्छ यसको चेन्ज हुन्छ हो अब त्यसलाई रेसिस्ट गर्नलाई हामीले के गर्छौं यहाँ है अब यहाँ एडिसन के गर्छौं H+ एडिसन गर्छौं र यसले के दिन्छ H2O OH जुन निस्किरहेको थियो त्यसलाई के गर्दियो न्युट्रलाइज गर्दियो र यहाँ के एड गर्छौं हामी है OH- अनि यसले के दिन्छ NH4OH इक्विलिब्रियम ब्याकवर्ड शिफ्ट भएर अहिले NH4OH सोलुसनमा के भयो बढिरहेछ बढ्यो बढ्ने बित्तिकै अब रिएक्टेन्ट कता गयो फरवर्डतिर गयो सुरुमा OH- दिइरहेको थियो OH- ले वाटरसँग के भन्छ H+ सँग रिएक्सन गर्यो वाटर दियो र न्युट्रलाइज गरिदियो OH- निस्किरहेछ न pH के भइरहेछ मेन्टेन भइरहेछ र जुन NH4 को कन्सन्ट्रेसन हाई भइरहेको थियो अब OH सँग रिएक्सन गरेर NH4OH भयो NH4OH ले के गर्दियो अब ब्याकवर्ड भएको इक्विलिब्रियमलाई फेरि के गर्दियो फरवर्ड शिफ्ट गर्दियो फरवर्ड शिफ्ट हुने बित्तिकै यो दुईटाको अब कम्बिनेसन त बन्यो कम्बिनेसन भन्नाले अब जुन यसको pH चेन्ज भएर त्यसले के गर्दियो मेन्टेन गर्दियो यही चाहिँ बुझ्नु पर्यो है ल यिनीहरू नै यसको प्रिन्सिपल हो एक्जाममा सोध्छ त्यो भएर यसलाई फोकस गर्नु होला र अरु टपिकहरु अपलोड भइसकेको छ र अरु टपिक लिएर आउने नै छौं त्यति बेलाको लागि थ्यांक यू सो मच च्यानललाई सब्स्क्राइब शेयर गर्नु होला